पारतरे कुंजय जगदीश हरे। शंकर भगवान को द्वादश ज्योतिर्लिंगहरूको भगवती माता को लक्ष्मी माता को ओम हर 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 महादेव शंभो। खुशियाली छाओस्, हामीमा विद्या बुद्धि आओस् भनेर हामीले वसन्त श्रवण गर्ने गर्दछौँ, वसन्तको प्रतीक्षा गर्ने गर्दछौँ। यहाँको आजको दिनमा आज पहिलोपटक साना साना बच्चाहरूले पहिलोपटक अक्षरारम्भ गर्ने र आजको दिनमा सरस्वती माताको आराधना गरेर सरस्वती माताबाट सरस्वतीको प्रसाद अर्थात् सरस्वतीको शक्ति आशीर्वाद आफूले प्रदान गर्ने हामीले प्रचलन रहेको छ। आफ्नो जीवनमा विद्या बुद्धि विवेक तीनवटा चिज हुन्छन्। विद्या हुन्छ, बुद्धि हुन्छ, विवेक हुन्छ। यी तीनटा चिज सुन्दाखेरि एउटै देखिए पनि फरक फरक हुन्। विद्या फरक हो, बुद्धि फरक हो, विवेक फरक हो। तर विद्या बुद्धि र विवेक तीनवटा चिजहरूलाई हाम्रो जीवनमा आओस् भन्ने कामना गरेर विद्यार्थीहरूले सबभन्दा पहिलाबाट ओमकार ध्वनि गरौँ अनि बल्ल सुरु गरौँ। वीणा पुस्तकधारिणी हंस वाहन संयुक्ता विद्यादानं करोतु प्रथमं भारती नाम द्वितीयं च सरस्वती तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी पंचमं तु जगन्माता षष्ठं वागीश्वरी तथा सप्तमं चैव कौमारी षष्ठमं वरदायिनी नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी एकादशं चंद्रघंटा द्वादशं महेश्वरी द्वादशैतानि नामानि त्रिसन्ध्यं य पठेन्नर जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ब्रह्मरूपा सरस्वती शुक्लां ब्रह्म विचारसार परमां शुक्लां ब्रह्म विचारसार परमां या कुंदेन्दुतुषार हारधवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्डमण्डितकरा कृतशंकर प्रभृतिभिः देवैकदा वन्दिता सामं पातु सरस्वती भगवती विशेषजाड्यापहा ओम श्री सरस्वत्यै नमः। या देवी सर्वभूतेषु रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। शुभमस्तु। सबैले आएर कर्मैसँग
यहाँ पूजा गर्नु पर्यो है। सबै बाचक गरिसकेका छ सरकार गरेर बस्नु हेलो सर ह्याप्पी सरस्वती Happy